सेलरोटीको मिठास अनि दियोको प्रकाशका साथै देउसी अनि भैलोका सङ्गीतहरू गुन्जायमान यस पर्वको हर्षोल्लास अद्भुत छ। काग, कुकुर, गाई, गोरु र दाजुभाइको पूजा कर्मसँगै यमपञ्चकका 5 दिनमा गरिने यस तिहार पर्व मनाइनुमा धेरै किंवदन्तीहरू पाइन्छन्, जसमध्ये एकदमै प्रचलित कथा हो यम र उनकी बहिनीको प्रसङ्ग। आउनुस् यो प्रसङ्गमा के भनेको छ त? कसरी दीपावली अर्थात् तिहारको सुरुवात गरियो त? के छ किंवदन्तीमा त्यो कुरा बुझौँ र अन्तिमसम्म हेरेर के कस्तो लाग्यो कुन्नी कमेन्ट गर्नुहोला। साथै एक अर्कालाई चाहिँ तिहारको शुभकामना आदान प्रदान गर्न कमेन्ट गर्न सक्नुहुन्छ। मृत्युका देवता यम आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन्। यमुनालाई आफ्नो दाजुसँग भेट्ने धेरै इच्छा भएर विभिन्न माध्यमहरू मार्फत दाजुलाई भेट्न आउन भनी निम्तो पठाइन्। उनले यम समक्ष सुरुमा काग, अनि कुकुर, त्यसपछि गाई अनि अन्त्यमा आफै गएर दाजुलाई भेटेको प्रसङ्ग रहेको छ। दाजुलाई भेटेपछि उनले दाजुलाई टीका, फुलमालाले पूजा गरी रङ्गीन टीका निर्धारमा लगाएकी थिइन्। तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फुलको र दुबोको माला लगाइदिई पूजा गर्दै भाइटिका लगाएकी थिइन् भन्ने किंवदन्तीमा उल्लेख छ। त्यही क्रमलाई यमपञ्चकको 5औं दिनमा भाइटिका लगाएपछि तिहारको विधिवत अन्त हुन्छ भनेको छ। अब गाउँघरमा उत्साहित मान्छेहरूले उल्लासपूर्वक तिहारमा देउसी भैलो कहाँ खेल्ने, कोसँग खेल्ने, को खेल्ने अनि के गीत अथवा नृत्यहरू प्रदर्शन गर्ने, कसले भट्ट्याउने लगायतका तयारीहरू सुरु भइसक्यो होला है। तपाईकोमा के कस्तो तयारी छ कुन्नी, के कस्तो तयारी गर्दै हुनुहुन्छ तिहारको कमेन्ट गर्नुहोला है। ल यसै सन्दर्भमा आउँदै गरेको शुभ दीपावलीको पावन अवसरमा यहाँहरू सबैलाई धेरै धेरै मङ्गलमय शुभकामना। यो तिहार उल्लासपूर्ण होस्। शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना।